गणतन्त्र व्यवस्थाका निम्ति हजारौं मानिसहरूको एउटा त्याग र तपस्याले यो आर्जित व्यवस्था साँच्चैमा एउटा सुन्दर व्यवस्था र आज व्यवस्थामाथि प्रश्न उठिरहँदाखेरि हामीले व्यवस्था भन्दा पनि अवस्थाको कुरामा जोड दिनु आजको आवश्यकता ठहरिएको छ। हो, हिजो वायुपंखी घोडाको दन्ते कथा पढेको मेरो देशले कहाँ लरबरायो खुट्टा। साँच्चै देशले आफ्नो गति, आफ्नो मर्यादा र आफूले गर्नुपर्ने कर्तव्य र प्रदान गर्नुपर्ने अधिकारहरूमा साँच्चै कतै लरबराएको देखिन्छ। तर पनि यो अवस्थामा बसेर आजको अवस्थालाई सुदृढ अवस्था बनाउनुपर्छ भन्ने एउटा मनोभाव अहिलेका राजनीतिज्ञहरू हुनुपर्छ, अहिलेका नेताहरू हुनुपर्छ। सरकारवालाहरूले आफ्नो ठाउँमा बसेर जुन पदमा रहेर व्यवस्थाको निम्ति र जनताका निम्ति आजका कमी कमजोरीहरूलाई कसरी सुदृढ गर्न सकिन्छ भन्ने खालका नीति विचार सोचहरू बनाउन आजको आवश्यकता छ। यो युवाहरूको एकमुष्ट आवाज हो। यो परिवर्तनका निम्ति राम्रो गर्नेहरूलाई सधैँ युवाहरूले साथ दिन्छन् र नराम्रो गर्नेहरूलाई, जसले नागरिकका विपरीत, हक हितका विपरीत, होइन, उत्पीडन र आवाजका विपरीत दमनकारी शक्तिहरू हावी हुन्छन्, यस्ता दमनकारी शक्तिहरूलाई साँच्चै पनि युवाहरूले अब परास्त गर्नुपर्छ। यो विचार गाउँ गाउँबाट उठ्नुपर्छ, सहर सहरमा केन्द्रित हुनुपर्छ, अनि मात्र एउटा देशले विकास प्राप्त गर्न सक्छ भन्ने कुरामा हामी युवा विश्वस्त छौँ।